नेपाल सरकारको स्वास्थ्य बीमामा ऐतिहासिक कदम, अब अनलाइनबाटै नयाँ दर्ता र नवीकरण। के तपाईँ स्वास्थ्य बीमा गराउन वा नवीकरण गर्न ओडा कार्यालय वा बीमा बोर्डको कार्यालयमा घण्टौं लाइन बस्नु परेको झन्झटले दिक्क हुनुहुन्छ? के तपाईँले आफ्नो परिवारको स्वास्थ्य बीमा गर्न खोज्दा फारम भर्ने र दर्ता सहयोगी कुर्नु पर्ने बाध्यता भोग्नु परेको छ? यदि छ भने आज तपाईँको लागि एकदमै ठूलो र खुसीको खबर छ। स्वास्थ्य नै धन हो भन्ने भनाइलाई सार्थक बनाउँदै नेपाल सरकार र स्वास्थ्य बीमा बोर्डले आम नागरिकको मुख्य एजेन्डा अर्थात् स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर एउटा युगान्तकारी कदम चालेको छ। अब तपाईले आफ्नो मोबाइल वा कम्प्युटरबाटै घरमै बसेर स्वास्थ्य बीमाको नयाँ दर्तादेखि नवीकरणसम्मका सबै काम गर्न सक्नुहुनेछ। आजको यो विशेष भिडियोमा हामी यो नयाँ र निकै राम्रो व्यवस्थाको बारेमा सरल भाषामा सम्पूर्ण जानकारी दिनेछौँ। हाम्रो देशमा धेरै नागरिकका लागि उपचार खर्च निकै महँगो साबित हुने गरेको छ। त्यसैले स्वास्थ्य बीमा हाम्रो लागि वरदान नै हो। तर यसको प्रक्रिया झन्झटिलो हुँदा धेरैले समयमै बीमा गर्न वा नवीकरण गर्न सकिरहेका थिएनन्। यसै समस्यालाई सधैँका लागि अन्त्य गर्न स्वास्थ्य बीमा बोर्डले 2083 साउन 29 गतेबाट स्वास्थ्य बीमालाई पूर्ण रूपमा डिजिटल अर्थात् अनलाइन प्रणालीमा लगेको छ। तपाईले स्क्रिनमा देख्न सक्नुहुन्छ स्वास्थ्य बीमा बोर्डले जारी गरेको आधिकारिक प्रेस विज्ञप्ति। यस विज्ञप्तिमा प्रष्ट लेखिएको छ कि अब सम्पूर्ण नागरिकले HIV ई पोर्टल मार्फत सजिलै सेवा लिन सक्नेछन्। गत साउन 22 गते स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री निशा मेहताको उपस्थितिमा यसको अन्तिम तयारी सकिएर 29 गतेबाट यो आम जनताको हातमा आइपुगेको छ। अब कुरा गरौँ यो नयाँ अनलाइन प्रणाली eportal.hiv.gov.np बाट तपाईँ हामीले के सुविधा पाउँछौँ। पहिलो सुविधा हो नयाँ आबद्धता। यदि तपाईले अहिलेसम्म आफ्नो र परिवारको स्वास्थ्य बीमा गर्नु भएको छैन भने अब दर्ता सहयोगी खोज्दै हिँड्नु पर्दैन। तपाई आफैले ई पोर्टलमा गएर आफ्नो परिवारको विवरण भरेर नयाँ बीमा पोलिसी खरिद गर्न सक्नुहुनेछ। दोस्रो सुविधा बीमा लेख नवीकरण। हरेक वर्ष बीमा नवीकरण गर्नुपर्ने हुन्छ। अब म्याद सकिन लाग्यो भनेर आत्तिनु पर्दैन। एकै क्लिकमै अनलाइनबाट नवीकरण गर्न सकिन्छ। तेस्रो सुविधा विवरण अद्यावधिक KYC अपडेट। विगतमा बीमा गरिसकेका परिवारले पनि परिवार मूलीको बीमा नम्बर प्रयोग गरेर पोर्टलमा जोडिन सक्छन्। यदि तपाईको परिवारमा नयाँ सदस्य थपिएका छन्, कोही घट्नु भएको छ वा तपाईले बसाइसराई गरेर ठेगाना परिवर्तन गर्नु भएको छ भने त्यो विवरण पनि अनलाइनबाटै सच्याउन सकिन्छ। अब तपाईको मनमा प्रश्न उठ्यो होला, विवरण त भरौँला तर पैसा कसरी तिर्ने? यहाँ पनि बोर्डले एकदमै सजिलो व्यवस्था गरिदिएको छ। तपाईले स्वास्थ्य बीमाको प्रिमियम रकम बुझाउन अब बैंक धाउनु पर्दैन। तपाईको मोबाइलमा भएको ई सेवा खल्ती वा कनेक्ट IPS मार्फत सिधै भुक्तानी गर्न सक्नुहुनेछ। अर्को महत्त्वपूर्ण कुरा, यो प्रणालीलाई राष्ट्रिय परिचय पत्र नेशनल आइडेन्टिटी कार्ड NID सँग जोडिएको छ। यसको मतलब तपाईले आफ्नो राष्ट्रिय परिचय पत्र नम्बर राख्ने बित्तिकै तपाईको धेरैजसो विवरण प्रणालीले आफै तान्नेछ र झन्झट कम हुनेछ। यदि तपाईसँग अहिले नै राष्ट्रिय परिचय पत्र छैन भने पनि तपाईले सेवा पाउनुहुनेछ। बोर्डले सूचनामा प्रष्ट पारेको छ कि NID नभएका परिवारका सदस्यले अन्य परिचय पत्रको आधारमा म्यानुअल रूपमा आफ्नो विवरण भरेर पनि यो प्रक्रिया अगाडि बढाउन सक्नेछन्। कोही पनि नागरिक स्वास्थ्य बीमाबाट वञ्चित हुनुपर्ने छैन। यहाँ अर्को खुसीको कुरा के छ भने जब तपाईले अनलाइनबाट फारम भर्नुहुन्छ र सम्बन्धित निकायले त्यसलाई स्वीकृत गर्छ, त्यसपछि तपाईलाई डिजिटल स्वास्थ्य बीमा कार्ड जारी हुनेछ। अब पुरानो कागजको कार्ड बोकेर च्यातिने वा हराउने डर भएन। कार्ड तपाईको मोबाइलमै सुरक्षित रहनेछ। साथै जो व्यक्तिहरू प्रविधिमा त्यति अभ्यस्त हुनुहुन्न वा जसलाई अनलाइन चलाउन आउँदैन, उहाँहरूका लागि गाउँ-गाउँमा रहेका दर्ता सहयोगीहरूले पनि डिजिटल माध्यमबाटै सहयोग गर्नेछन्। कार्यालय वा संगठित क्षेत्रका कर्मचारीहरूको लागि एकमुष्ट दर्ता, बुल्क इनरोलमेन्ट र नवीकरण गर्ने व्यवस्था पनि पोर्टलमा राखिएको छ। दर्शकवृन्द, यो केवल एउटा वेबसाइट मात्र होइन, यो सुशासन र पारदर्शिताको एउटा उत्कृष्ट नमुना हो। डिजिटल प्रणाली लागू भएपछि बिचौलियाको अन्त्य हुनेछ, सेवाग्राहीको समयको बचत हुनेछ र राज्यको ढुकुटीमा पारदर्शी रूपमा रकम जम्मा हुनेछ। नेपाल सरकारले अघि सारेको डिजिटल नेपाल र डिजिटल सुशासनको अवधारणालाई यसले साकार पार्न ठूलो मद्दत गर्नेछ। स्वास्थ्य जस्तो अति आवश्यक र संवेदनशील विषयमा जनताले दुःख नपाउन् भन्नका लागि चालिएको यो कदम साँच्चीकै स्वागत योग्य छ। अब गाउँ-गाउँका आमा बुबादेखि शहरका व्यस्त कर्मचारीसम्म सबैले सहजै स्वास्थ्य बीमाको पहुँच पाउनेछन्।
त्यसर्थ आजै eportal.hiv.gov.np मा गएर आफ्नो स्वास्थ्य बिमाको अवस्था हेर्नुहोस्, नवीकरण गर्नु पर्ने भए गरिहाल्नुहोस् र डिजिटल सुविधाको भरपूर फाइदा उठाउनुहोस्।